हेर्नुहोस्, यस्तो छ देशको अवस्था। यसरी घुर्न कचले सिकायो? यो कचको ग्राइन्ड डिजाइन हो, जिउँदै त हो। What surprise! होइन सपना हो कि बिपना हो? होइन कहाँबाट आउनुभयो तपाईँ? पुऱ्याउनु त हामी सँगसँगै गएका थियौँ। हात हल्लाउँदै अनेक विभिन्न हुँदै गयो। टुप्लुकै देखा पर्नुभयो नि दाइ। हेर भाइ, तिमीलाई पो माथि जान गाह्रो छ, मलाई तल आउन कुनै गाह्रो छैन। म सुरुमा तिमीलाई भेट्न आएको हुँ, अब यसै गरी सबैलाई भेट्दै भेट्दै जान्छु। तपाईँ मलाई यहाँ चिमौटी हेर्नुहोस् त। होइन तपाईँलाई एक्कासी यहाँ देख्दाखेरि त मलाई त सपनै हो जस्तो लाग्यो। एक्कासीको कुरा छोडौँ, बयासीको कुरा गर। के छ? खै के कुरा गर्नु तपाईँ चाहिँ बयासीको? यसो चिया खाँदै गफ गरौँ नि त। भनौँ भने पनि तपाईँ चाहिँ मेरो त गिलासै बाँकी रहेन। हेर्नुहोस्, हलो माटो जस्ताले चाहिँ बरु बिउ जोगाए, आफ्नो त चाहिँ नि गिलास न सिलास जस्ट बुद्धि विलास भन्ने जस्तो भयो। अनि के गर्छौ त? छुतेरै बिताउने हो? यसो बाहिर फेरि जाउँ भनेदेखि तपाईँ चाहिँ नि सिआइएका एजेन्टहरू पछि लागिहाल्छन्। तपाईँलाई थाहा छ नि यसपालिको निर्वाचनमा भोटै सिआइएका एजेन्टहरूले हालेको हो कि होइन? भन्नुहोस् त। तिमीलाई त मस्तको निन्द्रा लाग्दो रहेछ। हो त। कसरी घुर्न सकेको यो अवस्थामा पनि? उहाँ जेनजीका गृहमन्त्री बनाउँदा सोफामै निदाउँछन्। मैले आफैले कमाएको मेरो आफ्नो कमाइको इमर्जेन्सी बेडमा म पल्टन नपाइने। हेर, घरमा छुट्यो भने चपना मात्रै आउँछ, छोपामा छुट्यो भने चपना पनि आउँछ, समाचार पनि आउँछ। हो त। जे गरेका छन् ठिक गरेका छन्। तिम्रो त हात खुट्टा पनि बस्न लागि यसो बाहिर फेर घुमफिर गर्नु पर्दैन? पर्दैन। तपाईँको पाला जस्तो हो र। अब अहिले त चाहिँ 4 वर्षमा नबनेको लाइसेन्स 24 घन्टामा आइपुग्छ, त्यो पनि घरमै। कसरी आइपुग्छ? पिज्जा डेलिभरी हो र? हेर, सरकारमा त क्रान्ति आइसकेछ, अनि तिम्रो जीवनमा चाहिँ क्रान्ति आएको छैन? छैन नि। अब सांसदका श्रीमती साइकलसँग कार साट्ने भइसक्यो। आफ्नै बुढिया टोइलेटका चप्पल फिर्ता गर्न मान्दिने। त्यो छ ताल। हेर्नु, ताल भन्दाखेरि साँच्ची के भने त्यो फेवा तालमा पनि कसको जग्गा पर्यो रे भनेर सुन्छु। के हो? हो त। आफै धामी आफै बोक्सी भने जस्तो तपाईँ चाहिँ त्यही सरकारमा क्रान्ति ल्याउनेको पर्यो रे त। घाटा पर्यो रे त। होइन तान्न त पङ तानेको देख्छु, धुवा त देख्दिन। हाम्रोतिर धुवा आउँदैन। अनि बुढा मान्छे, अस्ति त्यो हेरचरको अभिमुखीमा त देखिन त, त्यहाँ गएनौ? ल अनि म त्यहाँ कसरी जान्छु त? 17 थरीका उडन ठेउला छिचिमिरा भाइरलहरू जम्मा भएका छन्। अब म ठमठम्ती त्यहाँ गएँ भने त मलाई त खसी पारिहाल्छन् नि त। अझै जिच्किन छोडेको छैनौ? के को खसी पार्नु? बोकै छु भन् ठान्छौ अझै? होइन, खसी भनौँ बोसो छैन, बोको भनौँ नर्स छैन भन्नु मैले भने छु। बोको नभए पनि त हामीले बोकिया त छौँ।
जन्मदैखेरि 82,000 को ऋण बोकेका छौँ। 2/3 को सरकार हुँदा हुँदै पनि हामी निराशा र आशंकाको भारी बोकेका छौँ। बोकेका त छौँ त। तिमीहरू पुरानाको पनि कुरा मात्रै बेची काम फित्तो गर्दैनौ। हेर्दा हेर्दै त्यो बालका प्रधानमन्त्रीले 17वटा देशका राजदूतहरूलाई बोलाएर एकैचोटिमा काम छिट्यायो। हो त। हेर्दा हेर्दै त्यो प्रधानमन्त्रीमा चुहाइ चक्यो। ए सु आयो भने पाइखान पछाडि तर तल झर जानुपर्छ है। अझै जिस्किने बानी गएको छैन। चुहायो भनेको होइन, चुहायो भनेको। होइन, मैले पनि निकासको कुरा गरेको। निकास त तपाईँ चाहिँ देशलाई पनि चाहियो, यसलाई पनि चाहियो। होइन भने प्रोस्टेट हुन्छ फेरि। प्रोस्टेट चोस्टेटको कुरा नगर, प्रोसेसको कुरा गर। हजुर। विद्यार्थीलाई कति कक्षासम्म जाँचै नलिनु, हजुर। भर्ना फी पनि नलिनु, धेरै नपढाउनु भनेका छन् रे त। यो 2/3 को सरकारको निर्णय त सबैले मन पराएका छन्। पल्केको तिल्के घरिघरि मिल्के भने जस्तो खान पल्केकाहरू भर्ना फिस नलिए पनि तपाईँ चाहिँ अर्ना फिस झर्ना फिस के जाति भन्नु चाहिँ नि कुम्लाइहाल्छन्। हेर्नुहोस्, त्यो त हामी देखिया छ नि। काङ्ग्रेस कम्युनिस्टको पनि 2/3 त छन् त थियो नि, तर उनीहरू चाहिँ नि बिचौलियाको बिचमा फसे। अब यिनीहरूले कम्मर कसे। तर हेर्दै जाउनु, धेरै उफ्रनीका त सुरुवाल च्यातिन्छन्। चुरुवाल च्यातियो भने चिलाउँछन् नि। पुराना बन्द भएका कारखानाहरू सबै खोल्ने भन्दैछन्, चिलाउने पनि त खोल्लान् नि। नापियो ऊ त पुलिसले बर्दी लाउनु मानेको छैन। धान गोदामको पाले जस्तो भरि भनेर भनिराखेको छ। अब त्यता बर्दी सिलाउनु कि यता सुरुवाल टाल्नु। एकचोटि कम्युनिस्ट भएको मान्छे सधैँ नेगेटिभ हुन्छ भन्थे, हो रहेछ। कहिलेकाहीँ त म तिम्रो कुरा पनि बुझ्दिनँ। शेरबहादुरजीको त कहिल्यै पनि बुझ्दिनँ। चाची एउटा भिडियो देखाएको थिएँ, त्यत्रो सम्पत्ति मैले लुकाएको होइन, त्यो एआईले लुकाएको भन्थे। के हो त्यो एआई भनेको? होइन, गएको भदौमा उनलाई त हातपात भयो नि त। बिचरा महिनौँ दिनपछि अफिस गएका सबैले घेराबन्दी गरेर के हो कसो भनेर सोधनी भएको बेला उनलाई चाहिँ नि जिउ दुखिरहेको। ऐया 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 भनेको लेख्नेले चाहिँ नि एआई भन् लेखिदिएछ। भएको त्यो हो नि। मेरो भनाइ चाहिँ के हो भने, कि बोल्दै नबोल्नु, कि प्रश्नसँग बुझ्ने गरी बोल्नु। हेर त, त्यो बालका प्रधानमन्त्रीले बोल्दै नबोलिकन संसद अधिवेशन चिद्याइदियो। होइन, तपाईँ चाहिँ नि सभामुखले सम्मानीय ज्यू भनिकन टेबल गर्नु भन् पठाएको। उनले थपक्क टेबल गरेर हिँडिदिए। होइन, यिनलाई त माइक गर भन्नुपर्ने भयो कि। शेरबहादुर जतिको पनि बोली छैन यिनको। चाची, सभामुखले त चिया चेन्ज गरेछ नि। हो त, अहिले दिन चाहिँ नि कुर्सी चेन्ज, भोलिपल्टदेखि तपाईँ चाहिँ नि फुर्ती चेन्ज। अनि तपाईँलाई थाहा छैन, उपसभामुखमा प्रचण्डले मुख मिठ्याएर बसिया रहेछन्। उता जुम्लीलाई दिउँला झैँ गरेर लास्ट टाइम माटा हालिदिए। हेर्नुहोस्, अब माटाले पाएको उपसभामुख 25 वर्ष कि जेनजी। तपाईँको चाहिँ नातिनी पनि के भन्नु तपाईँलाई त पनातिनी। तर के भनेका छन् भने नातिनी बहिनी केही भन्नु नपाउने भनेका छन्। कसैले भनिहाल्यो भने माटाको अध्यक्षले माटै मुनि गाडिदिन्छ। अहिले त जग पो छ त। कति कम्प्लेन गर्न सकेको। अहिलेका मन्त्रीहरूसँग त केही कम्प्लेन छैन होला नि। तिम्रो कम्प्लेनको पोको कता कम्प्लेन नहुनु। तपाईँ चाहिँ वरियता र सरियताको नाममा रोल नम्बर तलमाथि गरेछन्। अझ एउटा मन्त्री त 13 दिनको शर्म गरेर घर फिर्ता भयो। होइन, 13 दिनको लागि किन गएको? 13 दिनको त क्रियाकर्म पो हुन्छ त। कसको क्रिया गर्नु गएछन् त्यहाँ? अनि पुराना सरकारको क्रिया गर्नु परेन त? तिमीलाई त त्यो आइतबार छुट्टी गरेको पनि मन परेको छैन होला नि। कहाँबाट मन पर्नु? अस्ति यो घुँडो दुखेर अस्पतालमा जचाउनु गएँ। अस्पतालमा त्यो दिन कोही पनि नै।
पालेले के भन्नुहुन्छ भने तपाईँ चाहिँ आज आइतबार हो भोलि आउनुहोस् भन्छ। मेरो घुँडालाई त आइतबार हो भन्ने कुरो थाहा हुने कुरो भएन नि। लौ लौ के गुनासो छ तिम्रो सबै चुनाउ। चुनाएपछि अलि हल्का पनि हुन्छ। मलाई पनि हतार भइसक्यो। हो त सुनाउँछु त। ओली र लेखकलाई चाहिँ तपाईँ समाएको किन? समाएपछि तुरुन्त छोडेको किन? कि भने समाउनै हुन्न कि समाएपछि छोड्नै हुन्न? तुरुन्त छोड्नलाई के आगा कोइलो हो र? मरेका बाउ छोरालाई सुनै काण्डमा समाएको किन? अहिलेको सरकार पनि त सुनैको भारी बोकेर त आयो त। हेर अगार खाएको छ भने बिस्ता पनि कालो आउँछ। एचमा हामीले टाउको दुखाइ केही पनि गर्नु पर्दैन। होइन, यहाँ त उल्का पातै भइसक्यो नि त। एकै रातमा 195 जनालाई पक्राउ गरिया किन हो? यो के भइराख्या छ? के गर्न खोज्या हो? बरु तिमी पनि चुकुल राम्रोसँग लगाएर छु त। होइन, मसँग के छ र मेरो समाउनलाई? तर आइहालेछन् भनेदेखि एउटा माग चाहिँ राख्छु। ए मलाई मात्रै होइन, बुढियालाई नि सँगै लैजाऊ भन्छु। किनभने म त यहाँ बुढीको स्याहार गरेर बसेको छु नि। दुनियाँलाई थाहा छ नि यो कुरो त। हेर तिमी त्यति कमजोर पनि कुरा नगर। अहिलेको शक्ति भनेको लाछा र थाछामा छ भन्ने कुरा नबिर्छ। होइन, के हो यो लासार थाहा छ भनेको? ला भनेको लामी छाने, छा भनेको छाङपाङ, था भनेको थापा, अर्को छा भनेको त्यो मोटो कि पातलो छा। होइन, मोटर पातल त हामी पहिले भेट भएको नि। मसाल बोकेर त कति हिँड्यो नि दाइ। हो त प्रष्ट छ त। ए यी चारवटासँग तिमी जोगिएर बस्नु। यिनलाई चिन्याउने काम चाहिँ नगर। मलाई के को डर? मर्ता है तो क्या नहीं करता है। मात्रै यति हो, नेपालको काँधा मिसाइल राखेर कसैले पनि पड्काउने काम नगरोस्, यति नै हो। होइन भनेदेखि म तपाईँ चाहिँ इरान र अमेरिकाको बिचमा पाकिस्तान जसरी खडा भएको छ त्यही भएर खडा हुन्छ हेर्नुहोस्। अनि दाइ तर धेरै खुसी लागेको छ आज मेरै कमरामा कसरी आइपुग्नु हो तपाईँ? तिमी यहाँ मलाई मात्रै भेट्न आएका हौ कि अरूलाई पनि भेट्ने कार्यक्रम राखेका छौ? त्यसको चिन्ता नगर। म काम भएका नभएका सबैलाई भेट्छु। अहिले मात्रै तिमीबाट सुरु गरेको। ठिक छ, आउनु त पर्छ। होइन, सबै कुरो ठिकै छ। बागलुङबाट म आउँदाखेरि तपाईँले चाहिँ 2-4 मान चाहिँ सुन्तला पठाइदिउँ भनेको, केमा पठाइदिने हो तपाईँले? तिम्रो चुन्तला तिम्रो जुना त्यो हामीलाई केही काम लाग्दैन। माथि के छ भने माया मात्रै छ, संसार सबै देखिन्छ, लोभ छैन, लालच छैन। त्यसैले तिमीले केही पछाउनु पर्दैन भाइ। होइन, जस्ता तस्तै जत्रा तत्रै। यहाँबाट गएपछि निरञ्जन निराकार हुने हो। शरीर चेन्ज भएर अर्कै मोटाउने दुब्लाउने हुँदैन। होइन, जेसी होस्, मलाई त मतलब भएन नि। अब तपाईँसँग त मेरो त भेटै भइसक्यो नि। यो प्रुफको लागि त हामीले खिचेर पनि राखिसक्यौँ नि। अब अनि के भइरहेको छ? छप्पै फुच्चे बुरुरु देख्छु चम्चातिर पनि। के छ नेपालको हालत? होइन, मैले त पहिलेदेखि नै भन्दै आएको, तपाईँलाई पनि थाहा छँदैछ। होइन, अमेरिकाले चाहिँ नि चाइनाको विरुद्धमा नेपालमा बेस खडा गर्नुको लागि यो सब गरिराखेको छ। मैले भने हो नि, जुन जस्तो मैले भनेको त्यही हुँदै आइराखेको। हेर तिमीहरू धेरै चङ्का गर्छौ। जहिले पनि चङ्का गर्नु पनि ठिक हुँदैन। कचै आशा पनि गर्नुपर्छ। यी तिमीहरू बुढाहरूले नसकेको यी बुढाहरूले सक्छन् कि? आशा गर। अनि ठिक छ, आशा त हामीले गरेका तर चाहिँ उडन ठेउला छिचिमिराहरूको त भर त भएन नि। सम्झ त्यो बेलामा मैले त्यस्तै उडन छेउला छिचिमिरा भन्छौ त्यस्तैलाई ल्याएर सरकारमा हालेको हो त। त्यतिखेर पनि जाउँ गरेका थिएँ। अहिले त पाकेँ नि। होइन, म अहिले भैरवातिरै बसिराखेको छु। काठमाडौँको त मलाई न्यास्रो लागेको छ, झललको लागेको छ, तर जान पाउँदिनँ। म अहिले भैरवामै छु। अनि सम्पत्ति विवरण बुझाएका छन् अरे?
सबै छुन छुन छ अरे, कति तोला छुन छ अरे, कति तोला चाँदी छ अरे, जग्गा छ अरे। तिम्रो चाहिँ के छ, के जोड्यो अहिलेसम्म? होइन, मेरो त सम्पत्तिको नाममा एउटा दरी हो, हेर्नुहोस् यही हो। अब घडी भन्नुहुन्छ भनेदेखि चाहिँ जापानबाट चाहिँ मेरो आफ्नै फ्यामिलीको मान्छेले पठाएको हो। टोपीको कुरा तपाईँलाई मैले भनिदिउँ, मेरो साथीको छोराले चितवनबाट मलाई दिएको टोपी लगाएको 10 वर्ष भयो। सर्ट यी सबै कपडाहरू मेरो चाहिँ मैले त माया गरेर दिएका हुन् नि। तर सुनको डल्लो त कसैले माया गरेर त्यो चाहिँ नि त्यत्तिकै फ्रीमा त दिँदैन नि, केही न केही आशाले मात्रै दिएको हुन्छ, कसैले दिएको हो भने पनि। त्यस कारण यो चाहिँ निकै शङ्कास्पद छ। सुन ए भाइ, त्यसो भने तिमीले यो आजीवन राजनीति केका लागि गर्यौ? के के हो राजनीति भनेको? होइन, राजनीतिमा के कमाउनुको लागि आउने हो? ब्रह्मलुट मचाउनुको लागि आउनु त होइन दाइ। सबै त्यही गरेका छन्, सबैले त्यसै गरेका छन्, तिमी चाहिँ किन गर्दैनौ? होइन, कम्तीमा यसो हस्पिटल जाने औषधि गर्ने खर्च त निकाल्नु पर्छ नि, कि पर्दैन? लु मलाई बुझ। होइन, मेरो त भन्नुहुन्छ नि 22 वर्ष भयो। अहिले बुढियालाई सुगर पनि छ, प्रेसर पनि छ, त्यहाँमाथि अल्जाइमर्स, मलाई पनि त अब थपिँदै गयो। भर्याङबाट लडेर त्यही पनि